नमस्कार दर्शकहरू, तपाईहरू सबैलाई मेरो नेपाली टुन युट्युब च्यानलमा हार्दिक स्वागत छ। कथा सुरु गर्नुभन्दा पहिले म तपाईहरूलाई एउटा सानो अनुरोध गर्न चाहन्छु। यदि तपाईहरूलाई डरलाग्दा कथाहरू मनपर्छ भने कृपया यो भिडियोलाई लाइक गर्न नबिर्सनुहोस्, हाम्रो नेपाली टुन च्यानल सब्स्क्राइब गर्नुहोस् र घन्टीको बटन थिच्नुहोस्। यदि तपाईहरूको आफ्नै जीवनमा कुनै डरलाग्दो, रहस्यमयी वा प्रेत बाधाको अनुभव भएको छ भने त्यो हामीसँग कमेन्टमा साझा गर्नुहोस्। त्यसो भए बन्नुहोस् तयार। बत्तीहरू निभाउनुहोस्, इयरफोन लगाउनुहोस् र मेरो स्वरलाई मात्र सुन्नुहोस्। तिमीले कहिल्यै यस्तो परीक्षा दिएको छौ जहाँ प्रश्नपत्र त तिम्रो अगाडि हुन्छ, तर उत्तर आफै लेखिँदै जान्छ। यो कथा हो एउटा यस्तो स्कुलको जहाँ परीक्षा दिन गएका विद्यार्थीहरू कहिल्यै फर्किएनन्, र जो फर्किए उनीहरूले कहिल्यै सत्य भन्न सकेनन्। तिम्रो काठमाडौँ नजिकैको एउटा पुरानो सरकारी स्कुल जहाँ आजसम्म पनि एउटा अजीब नियम छ। परीक्षाको दिन सबै विद्यार्थी उपस्थित हुनै पर्छ, तर कसैले पनि त्यो स्कुलको पुरानो भवनको बारेमा खुलेर कुरा गर्दैन। आज अन्तिम परीक्षा थियो। रमेश, सुमन, अञ्जली र दीपक, 4 जना साथीहरू आफ्नो भविष्यको निर्णय हुने दिनको लागि स्कुलतर्फ जाँदै थिए। तर उनीहरूलाई थाहा थिएन यो परीक्षा उनीहरूको जीवनको अन्तिम परीक्षा बन्नेछ। जब उनीहरू स्कुल पुगे, सबै कुरा असाधारण रूपमा शान्त थियो। न शिक्षकहरूको आवाज, न विद्यार्थीहरूको हल्ला, केवल हावाको हल्का आवाज र खाली कोरिडोर। उनीहरू बिस्तारै कक्षातर्फ लागे, ढोका खोले र भित्र पसे। कक्षा खाली थियो, तर सबै बेन्चहरूमा प्रश्नपत्र राखिएको थियो, जस्तो कि कोही अदृश्य शक्तिले सबै तयारी गरिसकेको थियो। उनीहरू बसे र परीक्षा सुरु भयो। तर केही अजीब थियो। रमेशले आफ्नो प्रश्नपत्र हेर्यो, सुमनले आफ्नो, अञ्जलीले आफ्नो र दीपकले आफ्नो। सबैको प्रश्नपत्र फरक थियो। अझ अजीब कुरा, रमेशको हातमा भएको कलम आफै चल्न थाल्यो। कागजमा अक्षरहरू बन्न थाले। उसले लेखिरहेको थिएन, तर उत्तरहरू लेखिँदै थिए। अञ्जलीले डराएर वरिपरि हेरिन्। उसको आँखामा डर स्पष्ट देखिन्थ्यो। उसले कराउन खोजिन्, तर उसको आवाज कसैले सुनेन। दीपकले अचानक पछाडि फर्केर हेर्यो, र त्यहाँ उहाँको पछाडि एकजना शिक्षक उभिएका थिए। तर त्यो शिक्षक सामान्य थिएनन्। उनको अनुहार जलेको जस्तो थियो, आँखा खाली र शरीर स्थिर। पास गर्न तिमीले सत्य लेख्नुपर्छ। त्यसपछि एक एक गरेर विद्यार्थीहरू हराउन थाले। पहिले सुमन, त्यसपछि अञ्जली र अन्त्यमा दीपक। कक्षामा अब केवल रमेश मात्र बाँकी थियो। उसले आफ्नो कपीतर्फ हेर्यो। त्यहाँ लेखिएको थियो, तिमीले गरेको गल्ती स्वीकार गर। त्यो पढ्ने बित्तिकै उसको दिमागमा एउटा पुरानो सम्झना फर्कियो। केही वर्ष अघि यही स्कुलमा एउटा घटना भएको थियो। एउटा विद्यार्थी रहस्यमय तरिकाले मरेको थियो, र त्यो घटनामा रमेश र उसका साथीहरूको कुनै न कुनै सम्बन्ध थियो।
रमेशको मुटु छिटो धड्किन थाल्यो। उसको शरीर काँप्न थाल्यो। उसले बिस्तारै लेख्न थाल्यो, सत्य, साइलेन्स। अर्को दिन स्कुल फेरि सामान्य देखिन्थ्यो। विद्यार्थीहरू हाँस्दै थिए। कक्षा चलिरहेको थियो। तर रमेश कहिल्यै फर्किएन। शिक्षकले परीक्षा कपीहरू जाँच्दै थिए र जब उनले एउटा कपी खोले त्यहाँ 4वटै नाम थिए, रमेश, सुमन, अञ्जली र दीपक, र सबैले परीक्षा पास गरेका थिए। तर उनीहरू त जीवित थिएनन्। यदि तिमी कहिल्यै त्यो स्कुलको अगाडि पुग्यौ भने र भित्र परीक्षा चलिरहेको देख्यौ भने भित्र नजाऊ, किनकि त्यो परीक्षा तिम्रो जीवनको अन्तिम हुन सक्छ।